हेलो वेलकम टु माई युट्युब च्यानल। आज म एउटा मिनी भ्लग बनाउनु गइरहेको छु। म आज एउटा म्युजिक भिडियोको सुटिङमा गइरहेको छु। मेरो बुढीले जुदा सुदा यताउता रेडी गर्दैछन्, झोला टक्क रेडी गरिसकेका छन्। मैले केशव भाइलाई पनि भनिसकेको छु रेडी हुनको लागि। अनि केशव भाइको घर चाहिँ उतै हो, यो देखिरहेको छ नि, यो सेतो घर हो। र आज हाम्रो परे म अलमल्ल भन्ने म्युजिक भिडियोको सुटिङमा जाँदैछौँ र धेरै पछि म भ्लग बनाउनु गइरहेको छु। आफ्टर भयो होला, ठ्याक्कै 1 वर्ष जति भयो होला। अब चाहिँ म युट्युबमा पनि कन्टिन्यू गर्नेछु। टिकटक फेसबुकमा जति माया गरिदिनु भएको छ, जस्तो माया गरिदिनु भएको छ, अब युट्युबमा नि मलाई त्यस्तै माया गरिदिनु होला। एकदम तपाईँहरूको साथ सपोर्ट र माया चाहेको छ, एकदम आभारी पनि छु। जे होस्, तपाईँहरूले टिकटक फेसबुक एकदम धेरै माया गरिदिनु भएको छ। र मेरो यो रेडी पनि, मेरो झोला पनि रेडी भइसकेको छ। यो मेरो बाइक। अब मेरो बुढीले मलाई चाहिँ टक्क टिका लगाइदिने रे आज। ल खत्रै आशीर्वाद त डेन्जर हुन्छ। म्युजिक भिडियो एकदम राम्रो होस्, केपीसँग नचुइकन नाच्नु टाढैबाट। मेरो बुढीको चित्त दुख्छ। डाइरेक्टर भाइ, तिमीले सुन्यौ नि होइन, यहाँ अब अङ्गालोको सिन चाहिँ काट्नु अरे होइन। भयो यहाँ भयो पर्दैन, खुट्टा ढोक्ने चला मलाई मन पर्दैन क्या होइन गाइस। अब बुढीले भनिसक्यो केटीसँग धेरै नचप्कनु, अनि त्यो अङ्गालोको सिन छ अरे, त्यो चाहिँ काट्नु भनेर यहाँ मेरो बुढीले अब यहाँ पुरा टिका लाएर खुट्टा ढोकेर भनिसकिन् होइन। म रेडी, मेरो झोला अब म पनि रेडी भइसकेको छु गाइस। ल अब एकदम टक्करास। अनि यसै गरी मेरो टक्क लाएर यहाँ कसको लागि बनाएको हो यो? भेट लाग्यो यो गाइस। यहाँ चिया र मकै टक्क रेडी छ। म हिँडेँ अब परे म अलमल्लको सुटिङमा। योभन्दा अगाडि ओइ कान्छी मेरो पहिलो म्युजिक भिडियो थियो, जसमा एकदम धेरै माया गरिदिनु भएको थियो। यो परे म अलमल्ल यो गीतलाई पनि एकदम धेरैभन्दा धेरै माया गरिदिनु होला। फेरि पनि अरू गीतमा काहीँ बोलाउँछन् कि भाइ। जय अलमल्ल। ल गाइस, केशवलाई पनि रिसिभ गरिसकेका छु। अब हामी जाँदैछौँ परे म अलमल्लको सुटिङमा। अनि केशव भाइको पनि खतरा रोल छ होइन। अब हामी दुईजनाको नयाँ म्युजिक भिडियो आउँदैछ, सबैजनालाई एकदम धेरै माया गरिदिनु होला। अनि बाँकी योभन्दा अगाडि के हुन्छ त्यो हामी योभन्दा अगाडि दाइको ओए कान्छी केशव खबर र बर्खा छायाले जस्तै माया हामीलाई देखाउनु पर्यो यो गानामा पनि हेर्दै हो। अरू त के भन्न सकिन्छ होइन। ल हामी अगाडि के हुन्छ के गर्छ हामी देखाउँछौँ है त। ल फाइनली हामी यो आइबिडी आइपुगेका छौँ। अब यहाँ यो चाहिँ हाम्रो द फङ्की डान्स स्टुडियोमा चाहिँ हाम्रो अब एकछिन डान्स सिक्ने कार्यक्रम हुन्छ है। आजबाट यस्तो भ्लग बनाउँदैछु क्या म। अब केशव भाइ हाम्रो डाइरेक्टर सर चाहिँ उहाँ हुनुहुन्छ, अनि कोरियोग्राफर हाम्रो सन्तोष अवस्थी दाजु अहिले त्यो बेला कुक गर्दै हुनुहुन्छ। उहाँको यो डान्स क्लब नि उहाँको, सँगसँगै यो होटल पनि उहाँकै हो यो। अनि आजको हिरोइनी चाहिँ उहाँ हुनुहुन्छ। हेलो। अनि यस्तो छ। अब टक्क लाएर केटीले आजबाट भ्लग बनाउनु सुरु गरिसक्यो। यही हो हाम्रो पछाडि भाइ बहिनीहरू नानी टक्क लाएर के हुन्छ टक्क लाएर आज देखाउँछु है म सबै तपाईँहरूलाई। केशव भाइ के भनिदियो भने कस्तो लागिरहेको छ तिमीलाई? मलाई एकदम फिल गुड भइरहेको छ। तर गर्मी धेरै छ। लोकेसको ठाउँमा आएको छौँ। दाइले आफ्नो घर पनि लानु भएन। लाने यसपछि मेरो घर पनि लान्छु। यहाँ चाहिँ हाम्रो लोकेसन प्र्याक्टिसमा हुनुहुन्छ है।
अब हामी जाँदैछौँ बन्दताल 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 हो ए बन्दरताल बन्दताल बन्दताल तालको नामै बन्द छ अनि खुल्ला चाहिँ के छ त्यहाँ खुल्ला चाहिँ ठाउँ छ ठाउँ चाहिँ खुल्ला छ ताल चाहिँ बन्द हो त्यो बन्द ताल किन भएको भनेपछि त्यहाँका माछा भाग्छन् भनेर बन्द गरे भएर त्यो तालको नाम बन्द ताल राखेको त्यही भएर आज हाम्रो सुटिङ छ बन्द तालमा अब यो कोटिमको बाटो हो यो घाउको कोटिमको बाटो अब यो कोटिम सकिने बित्तिकै बन्द ताल आउँदैछ अब हाम्रो बाँकी सुटिङ भनेको त्यही बन्द तालमा रहनेछ र हाम्रो त्यहाँ क्रियाकलाप के हुन्छ दिउँसभरिको सर्लक्कै पारेर लोकेश ठकुरी 2020 युट्युब च्यानलमा आउनेछ ल द्याट्स इट सबैले लाइक कमेन्ट सब्सक्राइब गरिदिनु ल बस हामी अब के अरे बन्द ताल पुग्न लाग्यौँ एकदमै के अरे रमणीय ठाउँ छ हाम्रो जम्बो टोली पुगिसकेको छ होइन उहाँ अक्सर यो पुनर्वासको चाहिँ एकदमै पर्यटकीय क्षेत्रमध्ये एकदम रोजाइमा पर्छ एकदम धेरै रोजाइमा पर्छ यहाँ एकदमै धेरै टिकटक पनि बनाउँछन् र पुनर्वासीको नभइकन पुनर्वासको मात्र नभइकन मेरो पनि एकदम फेभरेट प्लेस हो यो बन्दताल पहिला म एकदम धेरै म्याक्सिमम टिकटक भिडियोहरू मैले यहीँ बनाउँथेँ अब फाइनल्ली हेर्न सक्नुहुन्छ गाइस यो बन्दताल अघि केशव भाइले मलाई सोध्दै थिए बन्दताल किन राखेको दाइ भनेर बन्दताल चाहिँ यहाँ ताल पुरै यो जलकुम्बीले बन्द गरे भएर बन्दताल हो कारण यस्तो रहेछ यार यहाँ हाम्रो जम्बो टोली पनि पुगिसकेको छ है सुटिङ स्पोटमा ल गाइस यो थोरै म अलमलका चाहिँ यो टिम हो हाम्रो आजको सुटिङ जुन गीतको सुटिङ भइरहेछ त्यही टिमको चाहिँ यो त्यही गीतको चाहिँ टिम हो उहाँहरू चाहिँ भाइहरू चाहिँ कडा डान्सर हो होइन म चाहिँ अब लुकेश भन्दा नि अब के भन्नु अब तपाईँले झोली भनिहाल्नुहुन्छ होइन म चाहिँ झोले होइन मनको कुरा छ के खोली बोल्दा के बोली ल अब हाम्रो ठ्याक्क सुटिङ हुने बेला भयो ट्याक्क क्यामेराको पूजा हुँदैछ यहाँ ड्याङ पूजा हुँदैछ फटाफट गरिहाल न फोटो खिच्यो फोटो चाहेको कोसँग छैन डाटा त छैन यार मेरो त डाटा हाले पनि चल्दैन यसमा हेरि भइहाल्यो त यसमै हेर्ने हो खतरा आशीर्वाद दिइरहेको छु मतलब आशीर्वादको जुनी के भन्दैछु मतलब ठुलो भनेर मैले मागिरहेको छु यस्तो सुपर डुपर हिँड जाओस् मलाई सिधै काठमाडौँ अफर आइजाओस् म साथी भाइ बोलाइहाल्छु नगर त्यो पैसा चाहिँ खर्च मैले नमस्ते ढोकिदिया राम्रो सबैलाई न कहाँ हो गाड्नु भन्ने हो गाडी नि होइन ल ब्रदर भाइ उतारोबाट भएपछि हिट हो सुपर होइन टुप्पर हो बम्पर भन्दा के हुन्छ उपर हो यति गरे चाहिँ हस्पिटल खोलिन्न हस्पिटल मेरोमा छैन कसले हस्पिटल खोल्नु उहाँले गाईको हो थ्याङ्क यू सो मच भाइ बहिनीहरू नर्भस नहुनु एकदम म नर्भस भयो भने तिमीहरू नहुनु मैले बिगारेँ भने तिमीहरूले नबिगार्नु सबैले राम्रो गर्नुपर्छ बेस्ट टु द बेस्ट गर्नुपर्छ यहाँ हाम्रो डाइरेक्टर भन्ने कि डाइरेक्टर जे भने नुवा हो अनि कोरियोग्राफर चाहिँ हाम्रो यता दाई हुनुहुन्छ सन्तोष अवस्थी दाई उहाँ एकदम सिनियर दाई पनि हो मेरो गुरु भने पनि हुन्छ होइन के अरे अब पुरानो दाई अब जे भने भनिदिनु सेकेन्ड कोरियोग्राफर चाहिँ यताको भाइ हिजोदेखि मलाई भाइले सिकाउँदैछन् यस्तो दामी सिकाइरहेछन् भनिरहेछन् यसले मलाई उकासी आउनु कि फुर्का आउनु थाहा छैन मोडलको बारेमा भन्नु मोडल चाहिँ हाम्रो अब यी बहिनी हेर गिद्धु अङ्गालो हाल्नेवाला सिन छैन तिमी ढुक्क भएर बस म त्यो छ भने नि काट्नु भनेको छु अब लाइक कमेन्ट सेयर भन्ने कुरो भइहाल्छ केही जान्छ यसो मोडलको तर्फबाट मेरो मिनी ब्लग हो सबैजनाले माया गरिदिनु होला लाइक गर्नु होला के चाहियो अरे हस्पिटल चाहियो हामीलाई
यहाँ मध्येको सबभन्दा गरिब म छु जस्तो लाग्थ्यो। मभन्दा गरिब यिनीहरू रहेछन्। मैले ऋण निकालेर डाटा लिएको, यो डाटा पनि यिनीहरूलाई तिर्नु परिरहेको छ अब यार। वा 1 देखि 9 सम्म चल्यो भइसक्यो गरेन। यसैमा हुने त्यो सानाले मोनिटर हुन्छ नि, मैले अस्ति तपाईँले देखाएको थिएँ नि, हो त्यो टाइपको मोनिटर किन्नु पर्यो कि तपाईँले। अरू जेसुकै भए पनि मलाई चाहिँ ह्यान्डसम निकालिदिनु, अलि हाइट चाहिँ अलिक ठुलो निकालिदिनु है। अब यति कन्फ्युज भइरहेछ भने मतलब भइराख्नु भएको छ भने मोडलमै हो। उता भाइ भट्ट भाइ हैन आज गीतको हिरो भयो के त तिम्रो के भट्ट भाइ हाइट जोड्दिउ ठुलो निकालिदिनु मलाई। अस्तिको म्युजिक भिडियो लास्ट होच निकालेर यार कमेन्ट भरि यो पुड्के कहाँबाट आयो पुड्के कहाँबाट यस्तो नि मोडल हुन्छ भन्दै थिएँ। आज तपाईँको त हाइट त भगवान्ले देखेछ दाइ होइन। मलाई चाहिँ यो घात गरेकै हो, अन्याय गरेकै हो। हाइट म ट्रान्सफर गर्दिउँला। अब होचो पनि यति होचो बनाइदियो कि हाम्रो मोडल भन्दा मलाई सानो बनाइदिएको भगवान्ले यार। त्यही भएर क्यामेराम्यान उहाँ हुनुहुन्छ, उहाँलाई म के रिक्वेस्ट गर्न चाहन्छु भने कृपया मेरो हाइट अलिकति हाइट पनि निकालिदिनु। अस्तिको क्यामेराम्यानले हाइट होचो निकालेर कमेन्ट भरि पुड्के भनेर त्यो रुनु मन लागिरहेको थियो होइन। त्यही भएर चाहिँ टक्क लाएर हाइट चाहिँ अगाडि निकालिदिनु। धेरै सबभन्दा होचुमै हो यहाँ मध्येको। रेडी एक्सन आउनु दौडिन झोले ए झोले के भयो ए के हो सासै जाने गरी चिच्याउँदैछस् त? त यहाँ मोबाइल चलाएर बस, म तेरो सुल्टिना बजारबाट यस्तो च्वाक भएर आएको छु। होइन होला हो भने मेरो यो फुटिहाल्ने थियो। छोड अरे यस्तो नलगा न, यो तँलाई नेता जस्तो देखिन्छ यसमा। केटी पटाउने सवालको कुरा छ। अरे नेता जस्तो देखिन्छ के? पट्टिन्छ भन है। हो कसरी पटिन्छ त अनि पटाउन झोला पनि ख्याल यार। भुँडी कट्ने हो। अनि त्यसै कहाँ तिर्छ ल हिँड चल हिँड कहाँ छ भने ब्राइटनेस 1.7 ल बको ए झोले के भयो किन हो त्यो सासै जाने गरी चिच्याइरहेको? त यहाँ मोबाइल चलाएर बस, म तेरो सुल्टिना सहरदेखि च्वाक भएर आएको छु। होइन होला हो भने मेरो यही फुटिहाल्ने थियो। ए छोड अरे यो नलगा, तँलाई नेता जस्तो देखिन्छ। अरे केटीलाई पटाउने सवालको कुरा छ यार। नेता जस्तो देखिन्छ कि तँलाई? यार अस्ति धोपी हानेको नेताहरूलाई त नलगाऊ। झोला चाहिँ छोड्दैन केटा। अरे झोला नभिर के, यहाँ झोलेलाई कुटी ट्रेन चलिरहेछ अहिले। ओहो अस्ति झोले भनेर यहाँ आँखामा पाक्क लाएर कालो बनाएको, अब यहाँ पनि बनायो भने के गर्ने यार? झोला ज्ञान भन्दा ठुलो झोला पनि खोली यार यो आज खोल्दिन देख। भाइ आयो ओइ हाम्रो गयो आफ्नो घरमा पुरा गर्दै के भयो किन होस् सासै जाने गरी चिच्याइरहेछस् त? त यहाँ मोबाइल चलाएर बस, म तेरो सुल्टिना सहरबाट च्वाक भएर आएको छु। होइन होला हो भने मेरो यो आँखाले देखेको फुटेको आँखाले। ए कोट नलगा, नेता जस्तो देखिन हो। केटी पटाउने सवाल छ। अरे तँलाई नेता जस्तो देख्यो के? यार अस्ति नेताहरूलाई घरबाट छुट्टी कुटेको नलगाऊ। झोला त छोड। अरे झोला नबोक, यहाँ झोलालाई कुट्ने ट्रेन चलिरहेको के? झोला नबोक भनेको। अस्ति यार झोले भनेर यहाँ आँखा पाक्क हाने कालो बनाएको, यहाँ पनि हान्दैन बर्बाद हुन्छ। झोला छोड यहाँ। त्यो टोपी पनि नलगा। सोल्टिना कहाँ अगाडि गर स्टेपल बाँकी छ। यो त कन्भर्सेसन मात्र हो। कन्भर्सेसन शीतलमा गरिरहेको छ, केही लागेको छैन। अब डाइरेक्टर लु घाममा लगाएर गोडाफट सात्र गराउने होला। सब रेडी भइसक्यो खान। धन्न तपाईँलाई बुवाले गोडाफाट सात गरा। बुवाले धन्न गोडाफट सात्र सिकाएर यहाँ आएर काम लागिरहेछ। अब केटाकेटीहरू त्यहाँ खाना खाइसकेपछि यिनीहरूको चाहिँ गोडाफट सात्र फेरि सात्र यस्तो हुन्छ यिनीहरूको ताल। तर म चाहिँ लाउरेको छोरो भएर मलाई चाहिँ टेन्सन छैन क्या। बाटोलाई चाहिँ अलिकति हानौँ एक पाइला मात्र होइन। जान्छ तपाईँ कहाँ हुनुहुन्छ?
हो यति हुनु फेरि चिन्ह लगाउनु खुट्टाले फिल्म चाहिँ त्यही हुनु पर्छ ल रेडी है ल ल ल 1 2 3 गो त जोइटिङ मेरो पछि नाइ जाई गीत बजाउँ त पहिला प्र्याक्टिस गर्नु भाइ काम गरे तिम्रो त्यो स्टाइल जसले भर्खरै मेरो त्यो हल्का डान्सको स्टेप सक्यो अब यहाँ अर्को एक्टिङ हुँदैछ ढुङ्गाले हान्ने इँटाले हान्ने हुँदैछ होइन यहाँ सुटिङ चाहिँ यता भइरहेछ केटाहरू हाँसिरहेको छ नि यार अब के गर्नु आज मेरो पहिलो भ्लग भन्दा पनि यो सेकेन्ड भ्लग हो तर यतिको भ्लग चाहिँ पहिलो नै हो मेरो यो सुटिङ चाहिँ यता भइरहेछ ठक्क लगाएर हाम्रो मोडलको बाउ हाम्रो क्यामराम्यान अब हिरो त मै हो नि त मेरो रोल सिद्धिसक्यो म त बारी यहाँ आइसक्यो म यसो अपडेट दिइरहेको छु है एक्सन चस्मा लगाएर पुरै चस्मा लगाएर पुरै अझ के छ जानियो भन्यो हान्यो एक्सन क्यामेरामा हेर्दै ओ कट दामी आउनु ओ ल सर आउनु फेरि जाऊ भन हेरो के पनि भयो भाग्नु परेन बाउ आयो डराउ ओ काम गरिराख सर यस्तो गर्यो कसलाई हानेको यस्तो होस् के कसले वाउ बाबा फाइनली गाइज उताको सुटिङ पनि सक्यो अब हामी खाना खान जाँदैछौँ माछा भात पाकेको छ अरे बटालियन चाहिँ यता रहेछ होइन टोली चाहिँ यहाँ रहेछ ओ जटिङ रे के छ भात खाने होइन अब तिम्रो काम पनि छैन गाइज यहाँ बटालियन यहाँ छ यसो केटाकेटीहरूले भात पस्काइसकेका छन् होइन भात पस्काइसकेर चाहिँ केटाकेटीहरूले मैले देखिरहेको छु होइन म चाहिँ यो ड्याङ लगाएर यसै गरी मेरो योभन्दा अगाडिको म्युजिक भिडियो कान्छी एकदम धेरै माया गरिदिनु भएको थियो तपाईँहरूले अब चाहिँ म्युजिक भिडियो आउँदैछ मेरो म परि अलमल्ल यो गीतलाई पनि धेरै माया गरिदिनु होला एकदम साथ सपोर्ट गरिदिनु होला थ्याङ्क यू सो मच भन्न चाहन्छु अब हामी भात खान गइयो फाइनली अब हामी चाहिँ खाना खानलाई बस्यौँ तपाईँ गाइस आउँछ तपाईँको अब हामी खाना खान बस्यौँ बहिनीहरू लाज नबनिकन खाऊ दाइले 10 चोटि बिगार्दा पनि लाज माग्दैन म त गम भएको नि दाइको भिडियो आएन हेलो भ्लग हो म त भिडियो कल पनि जस्तो लाग्यो त त्यसो लाज माने हो खाना खाएर अब त्यहाँ यो चौतारामा गएर पेट पसारिन्छ अब हजुर दाइ हामीले खाना खाएको यार यसो यो गर्नु पर्यो नि त हामीले खाना चाहिँ ठ्याक्कै यो बन्दताल यो चोक्कैमा रहेको यो ठ्याक्क के नाम छ यार
खाना खाएर टक्क फेरि सुटिङ स्टेसनमा पुग्यौँ हामी। भाइ बहिनीहरू पुरा भात लगाए जस्तो छ। यति भन्नलाई क्यामेरा खोले हो कि मैले। यो भाइ एकदम हाई हाई गरिरहेको छ नि। दुईवटा कुरा भनिदिउँ न। च्यानल सब्स्क्राइब गरिदिनु। च्यानल सब्स्क्राइब गरिदिनुहोस्। धन्यवाद। मेरो हिरोइन यही हो। एक्सन। सोल्टिनी सुन न, किन हो क्या ठुस्केको? के भयो? मेरो घर आइसक्यो। सोल्टिनी एकछिन कुरा त गरौँ। अहिले फेरि मेरो बाले देख्छ नि, यस्तो नगर्नु है। सोल्टिनी ओ सोल्टिनी जोइटिङ रे ढुङ्गा लिएर आइज त। अहिले नि हो र? अब त्यहाँ ढुङ्गा लिएर आइज। मेरो बाले थाहा पाउँछ नि, बल्ल थाहा हुन्छ। होइन म अरूको पनि हुँदिनँ। झोले ला ढुङ्गा। के ढुङ्गा मेरो टाउकोमा हान्नुहोस् र? अब आफ्नै टाउकोमा हान्न त नि। जाऊ एउटा केटी त पठाउनु सकेन। अन्तिम चरणतिर आइया छ। भाइ बहिनीहरू थर्काउँदै हुनुहुन्छ। म भने यहाँ टक्क बसिरहेको छु, मजाले डाँडामा यिनीहरूलाई हेर्दैछु। यस्तै हो सुटिङ गाइस। हाम्रो सुटिङ जारी छ गाइज। हाम्रो सुटिङ जारी छ। भर्खर एउटा टेक लिएको। अब हाम्रो हिरोनी मोडलको उता सुट भइरहेछ, इन्सर्ट लिइरहेछन्। अब डाइरेक्टर, कोरियोग्राफर, क्यामेराम्यान सबै उता हुनुहुन्छ। बाँकी भाइ बहिनीहरू उता हुनुहुन्छ, उहाँहरूले टिकटक बनाउँदै हुनुहुन्छ। मेरो यो भिडियो अब 2-4 दिनपछि रिलिज हुनेवाला छ, टक्क हेरिदिनु होला। ल सँगसँगै मेरो युट्युब च्यानल लोकेश पाल ठकुरी 2020 लाई लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनु होला। यहाँ मेरो पछाडि एकदम राम्रा बहिनीहरू छन्। यस्तो राम्रो नाचिरहेको थियो यिनीहरूले, मलाई एकदम सपोर्ट गरेर दाइ राम्रोसँग नाच्दो भनेर। बहिनीहरू के भन्दैन मेरो युट्युब च्यानलको लागि? अब भन्दै छ लाल लाग्छ तिमीलाई? लाल लाग्छ तिमीलाई कि चाहिँ के लाग्छ? तिमीलाई पनि लाल लाग्छ? ल ठिक छ, उहाँहरूलाई चाहिँ लाल लाग्छ। तर वास्तवमा यो झोलेले लाज शरम भन्ने कुरो सब पचाइसकेको छ। ल थ्याङ्क यू सो मच। हो यसै गरी हाम्रो अब कोरियोग्राफर भन्ने कि आजको त्यो रेडी 1 2 गो के भन्छ त्यसलाई? उहाँ चाहिँ नमस्ते सबैजनालाई। भाइ मेरो यो युट्युब च्यानललाई यसो केही गरिदिउँ नि। म के गरौँ, म आफै त के गर्न सकेन, तपाईँले के गरिदिनु? गरिदिनु पर्यो। हजुर कोरियोग्राफरले के गर्छ अरे भन्नु त? कोरियोग्राफरले खालि हल्लाउने काम गर्छ, मतलब दायाँ हल्लाउने बायाँ हल्लाउने। 1 2 3 गो। ल यस्ता छ नि। अब मेरो फोन आएको छ करण भाइ यानी कि के राजा। हेलो, म यति बेला ठ्याक्कै पुनर्वास नगरपालिका वडा नम्बर 1 मा रहेको बन्दताल अवस्थित यो पार्कमा मेरो सुटिङ भइरहेछ। कृपया तपाईँ जति सक्दो छिटो यहाँ हाजिर भइदिनु हुन हार्दिक अनुरोध। सँगै हाम्रो ओइ सोल्टिनी टिमले एकदम आग्रह गर्न चाहन्छ तपाईँलाई। भर्खर सुरु भएको छैन, भर्खर पुगेका छौँ। आऊ
आधी 1 घन्टा त्यस्तो कुरा नगर्नु आधी 1 घन्टा हैन 10-15 मिनेटमा भन्छौ भने एकदम वेलकम छ ल ल ल ल म यहाँ छु फुफुजो हुनुहुन्थ्यो क्या हो त यति बेला हाम्रो सुटिङ होल्ड भएको छ गाइस क्यामेराको ब्याट्री डाउन गइसक्यो महिना साउन्ड हाम्रा भाइ बहिनीहरू हाम्रो कोरियोग्राफर उता हुनुहुन्छ मेरो हिरोइनी यता हुनुहुन्छ भने रिसाउला सन्तोष भाइ गाइज यहाँ बहिनीहरू छ अब एकछिनपछि फेरि हाम्रो सुटिङ कन्टिन्यू हुनेछ यो एकछिन ब्याट्री डाउन भएको कारणले गर्दाखेरि हामी होल्डमा छौँ मेरो भ्लग चलिरहन्छ दिनभरि के गरेँ कसो गरेँ भन्ने क्रियाकलापहरू मेरो यो युट्युब च्यानल लोकेश ठाकुर 2020बाट तपाईँलाई म देखाउने छु सबैले हेरिदिनु होला लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला है हान्नु भएन भने कसम घर आएर ढुङ्गा हानिदिन्छु सिधा हाम्रो ब्रेक टाइम भएको छ केटाकेटीहरूले चट्ट लाएर नास्ता खाइरहेछन् मैले त खाइसकेँ होइन फ्राई राइस दामी थियो मतलब भुटेको भात सँगै ड्यू अब यहाँ अब यो ल्याएको चाहिँ कहाँबाट यो फ्राई राइस ल्याएको चाहिँ कहाँबाट हो यो ससुरालीबाट पक्कै पनि के सस्तो हुनुपर्छ सस्तो भएर लिएर आयो होइन त एकदम राम्रो गरेर लिएर आएको मिठो भएर लिएर आयो मैले चाखेँ भयो मिठो भएर लिएर आएको होइन यसको रिजल्ट म बुझ्छु उहाँहरूलाई किनभने उहाँहरू नयाँ हो नास्ता कस्तो लाग्यो मिठो थियो कस्तो लाग्यो मिठो थियो ससुरालीको नास्ता फाइनल्ली मिठै रहेछ मलाई त मिठै लागेको थियो उहाँहरूलाई पनि मिठो लाग्यो फिडब्याक लिँदाखेरि भाइ बहिनीहरू तिमीहरूलाई नास्ता कस्तो लाग्यो ल समग्रमा ठिक छ अब हाम्रो सुटिङ अब फेरि सुरु हुनेवाला छ हेलो 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 अब हामी अन्तिम यो म्युजिक भिडियोको अन्तिममा छौँ अब यो हाम्रो अन्तिम टेक पनि हो हाम्रो कोरियोग्राफर हाम्रो डिरेक्टर क्यामेराम्यान त्यहाँ हुनुहुन्छ ओइला कुखुरा जस्तो भएर बसिराख्नु भएको छ अनि त्यो हाम्रो कोरसको भाइ बहिनीहरू पनि ओइला कुखुरा जस्तो बसिराख्नु भएको छ अब अन्तिम डेको भाइ बहिनी हो तिमीहरू टेन्सन नलिएको अब हाम्रो डाइरेक्टर साहबले अब चाउमिन खुवाउने अरे चाउचाउ खाने कि चाउमिन खाने भन्दै हुन्थ्यो बहिनीहरूले चाहिँ चाउमिन खाने भन्दैछन् अब हाम्रो अन्तिममा छौँ यसपछि हाम्रो प्याकअप हुन्छ सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर नबिर्सिनु होला थ्याङ्क यू सो मच फाइनली गाइज एस सोल्टिनीको गीतको म्युजिक भिडियो कम्प्लिट भएको छ फाइनली गाइज एस सोल्टिनी गीतको म्युजिक भिडियोको सुटिङ कम्प्लिट भएको छ हाम्रो क्यामेराम्यान मोडल बहिनी उतै हुनुहुन्छ जोस 2 दिन लगाएर यो गीत चाहिँ सुटिङ भएको छ योभन्दा अगाडिको चाहिँ ओइ कान्छी म्युजिक भिडियोलाई एकदम धेरै माया गरिदिनु भएको थियो तपाईँको साथ सपोर्ट मायाले गर्दाखेरि फेरि मैले अर्को म्युजिक भिडियो खेल्ने मौका पाएको छु यो गीतलाई पनि एकदम धेरैभन्दा धेरै माया गरिदिनु होला र सँगै मेरो मिनी भ्लग पनि फुल वाच गरिदिनु होला सँगै मेरो मिनी भ्लग अब कन्टिन्यू आउनेछ तपाईँहरूले एकदम धेरै हेरेर साथ सपोर्ट र माया देखाइदिनु होला तपाईँहरूको साथ सपोर्ट र मायाको एकदमै भोगी छु तपाईँहरूले साथ सपोर्ट माया गरेर एकदम आभारी हुनेछु अबदेखि मेरो मिनी भ्लगहरू प्रत्येक म नयाँ ठाउँमा गयो भने मेरो मिनी भ्लग पनि आउनेछ र मैले यो के भन्छ अरे टिकटक भिडियोहरू रिल्सहरू पनि राखेको छु उता पनि गएर हेर्नु होला र सँगै मैले अबदेखि यो मिनी भ्लगबाट चाहिँ मैले युट्युबमा पनि आफूलाई अपग्रेड गर्ने विचार गरिरहेको छु मिनी भ्लगहरू हाल्छु अनि सर्ट्सहरू हाल्छु एकदम धेरै माया गरिदिनु होला थ्याङ्क यू सो मच फाइनली यो गीतको के भएको छ